हेलो गाइज, हामी चाहिँ अब आज पोखरा हिँड्न लागेको होइन। अभिषेक, म अनि त्यहाँ राजेश बसिरह ल छैन जेस, हामी 3 जना गइरहेछौँ। अनि हाम्रो गाडी 5:30 बजे के अरे 7:30 बजे हिँड्ने भनेको 7:30 बजे हिँड्ने भनेको अहिले 9 बज्न लागिसक्यो। हामी भर्खर कलङ्कीबाट हिँड्यौँ क्या अगाडि। अभिषेकलाई कस्तो छ भन त? भोक लागिसक्यो, कहिले पोखरा लागिसक्यो, टोइलेट लागिसक्यो, कहिले त्यो गाडी रोक्ने ठाउँमा र टोइलेट जाउँला भने यहाँ जाम छ क्या गाइज, पुरा देखिन्छ, पुरा जाम छ बाहिर। राजेश सर देखाइदियो त। राजेश चिल के छ राजेश? 21 भइसक्यो रे। दामी छ यार, दामी छ। रोकियो के गाडी ढिला गर्यो, जाँदैछौँ अन्तको डल्दैछ के रे अन्तको डल्दैछ के गाडी। ठिक छ ल गाइज, 7 बजे पर्ने हामी अब भ्लग चाहिँ अपडेट गर्दै गर्छौँ। अहिले चाहिँ यति नै। अहिले म वासरुम जाने बेलामा चाहिँ फेरि के भन्ने म भन्ने हामी ब्याक टु भ्लग। केटो हिँड्यो गाइज, हामी चाहिँ मलेखिउ आइपुग्यो होइन। अहिले रातिको ठ्याक्कै 12 बज्नलाई 6 मिनट बाँकी छ। केटाहरू यहाँ खाना देख्ने बित्तिकै झम्टिसक्यो, खाना देख्ने बित्तिकै झम्टिसक्यो। के गर्ने थाहा छैन। भातै छैन भनेर देखाउ न। भातै छैन? हो न, यहाँ घुमाउनु चाहिँ मिल्दैन, तर यहाँ भातै पो रहेन। टेन्सन भयो त। के खाने जस हामी मलेखिउमा आएर खाना लागिरहेका छौँ। वी विल कन्टिन्यू उता बाहिरको खिचाएर। गाइज, हामीले टोकन लिएर आएको छौँ होइन। भात पनि आइसकेको छ यता भरिभरै छ। अब यो मेरो कुपन खोइ यहीँ छ। यहाँ मैले 500 रुपियाँको टोकन बोकाएको छु, दुईटालाई 500 रुपियाँ। र अब हामी भात खान लागिरहेको छौँ। ल अब हामी भात खान्छौँ। ल तिमी घगे बनाऊ, म यहाँ भात यहाँ थाल बोक्छु। अभिषेक यहाँ मलाई लिइदिन्छु। ल यता त भात चाहिँ छ, उसम्म तरकारीहरू छ। ल सुरु गरौँ है तब खानालाई। ल गाइज, हाम्रो चाहिँ खाना रेडी भइसकेको छ होइन। मैले यति ल्याएँ, अभिषेक त्यति ल्याएँ। सुरुमै यति धेरै लिदियो, हामीलाई त पुगेन। राजेश मस्त खाइरहेको केटो। अभिषेक द ब्लगर। यहाँ त्रिशुली नदी, यो त्रिशुली हो है सबै। यहाँ देखिँदैन होला, तर त्रिशुली हो। ऱ्यापिङ, बन्जी जम्पिङ भन्दिरहनु मन त भन्दैछ, तर अलिक पछि यार। पोखरामा गएको बेला प्याराग्लाइडिङ चाहिँ गर्ने हो कि क्या? जहाँ खाएर झ्याप जस्तो देखेको यार, म त कपाल पनि त्यस्तै निकाल्यो होला। मेरो पनि चार्ज राख्नुपर्छ। जस्तो देख्नु भयो हामी अब सकुशल पोखरा अवतरण गरिसक्यौँ। यस्तो इनर्जेटिक देखिए। अब हामी चिया खाँदैछौँ। केटाहरू चाहिँ चिया खाँदैछन्, म चाहिँ यो के भन्छ यसलाई, कागती चिया। लोटस इयर बस लोटसले यार राति 10 बजे हिँडेर चलायो, राति 10 बजे हिँडेर बिहान 10 बजे पुऱ्याउँछ भनेको 5 बजे ल्याइदिएर हाइवेमा त त्यस्तो कुदायो नि त यार। फेरि है देख्नु बुझायो कति छिटो आयो। आधी घन्टा 1 घन्टा रोक्यो नि त्यो सुत्ने ठाउँमा। नि तुफान लिएर आयो यार, ल्याउनु चाहिँ सबजना नसुतेर घुटै भइयो। कहाँ राजेश त 20 निन्द्रा बोलाएको मान्छे। सुत्दा त सुत्यो, तर कस्तो सुतायो, बयफ्रेन्ड मिलेन क्या यार सुतायो। एक नमाजको भयो भने बिहान जिउ टाउको चम्या हुन्छ क्या, त्यो हुन्छ नि यार। बिचमा निन्द्रा डिस्टर्ब भयो भने गाह्रो हुन्छ क्या। अब हामी चिया खाएर कहाँ जाने? साइड जाने ब्रेक साइड जाने। हाम्रो घामचुटो क्यान्सल, घामचुटको क्यान्सल भयो अरे। के भन्न लाग्यो, घामद्रुक जाने प्लान क्यान्सल भयो गाइस, किनभने घामद्रुक एकदमै टाढा रहेछ होइन। अनि अब बाइक रेन्ट गरेर पनि गयो भने अब अफ रोड बाटो 45 मिनट हिँड्नुपर्ने जस्तो कुरा आयो। अनि हामीसँग टाइमको अभाव भएको कारणले चाहिँ अब हामीलाई क्यान्सल भयो। हामी पोखरा नै घुम्छौँ यताउता। बिहान सनराइजहरू आउने। तर त्यो धनुषबाट नि देखिन्छ क्या।
ल गाइज हामी चाहिँ होटलमा आइसकेका छौँ होइन हामी आएर रेस्ट गरेर एकछिन रेस्ट गरेर हामी अब फ्रेस भएर के अरे फेवाताल घुम्न जान लागिरहेका छौँ र हाम्रो होटल चाहिँ यस्तो देखिन्छ है कस्तो छ जस एउटा डबल बेड एउटा सिङ्गल बेड छ अनि यहाँ राजेशले फोटो खिचेर सेल्फी खतरा अनि यहाँ एउटा सेल्फी क्यामेरा पनि छ है ब्याक अनि यहाँ चाहिँ टोइलेट छ तर ठिकै छ टोइलेट सानो छ सोचे जस्तो प्राइसमा पाइएन तर अलिक एक्सपेन्सिभ भयो यतिको लागि त्यही पनि ठिकै छ सानो रुम एक्सपेन्सिभ अनि ठिकै छ केही छैन अब थकाइ लागेर हिँड्न सकेको थिएन बिहान अब हामी चाहिँ तालबाराई मन्दिर फेवाताल अनि पुदिम कोट हो कि के पुम्दीकोट डेभिस फल महेन्द्र गुफा यता चाहिँ जाने प्लान गरेका छौँ आजको लागि यो रुटको बाटोहरूमा अब लेट्स सी कहाँ कहाँ हुन्छ अब पहिला चाहिँ हामी फेवाताल यहाँबाट अलिकति 10-15 मिनट्सको वाकमा छ होइन फेवाताल गएर त्यहाँबाट हामीले स्कुटर अथवा बाइक रेन्ट गरेर चाहिँ हामी जानेछौँ सो सी यू अन द फेवाताल गाइज ल गाइज हामी बसेको होटल चाहिँ काव्या होटल रेस्टुरेन्ट रहेछ पोखरा 6 लेक साइड र यता चाहिँ बाटोको भ्यू देखिने ठाउँ हो होइन यस्तो देखिन्छ बाहिरबाट चाहिँ हाम्रो रुमबाट निस्किने बाल्कनी यस्तो छ सो अब चाहिँ हामी लेक साइड जान लागिरहेका छौँ र यस्तो पुरै घर टाइपकै रुम छ र हाम्रो रुम चाहिँ यही 102 नम्बर हो केटाहरू यहाँ लुगा सुगा फेर्दैन के हो अड्या रहेछ ल ल ल खेपेर लुगा फेर पास्ट अनि यस घर जस्तै छ होटल पनि घरलाई होटल बना होला यस्तो छ यहाँबाट चाहिँ अब चाहिँ हामी जान लागेको लेक साइड सो हामी त्यहीँ भेट्नेछौँ है त ल गाइज हामी चाहिँ अहिले फेवातालमा आएको छौँ होइन अनि यहाँ म छु केटाहरू यहाँ मस्तले बसिरहन् फेवातालमा बोटिङ हानिरहेछौँ होइन फोटोसोटो चाहिँ अलिक मैले खिचिसकेँ केटाहरूले खिच्दैछन् अब एकैछिनमा हामी तालबाराई मन्दिर कता सायद त्यही हो देखिन्छ यहाँ यतातिर छ यार कतातिर जस त्यतातिर छ त्यतातिर जान लागिरहेका छौँ तालबाराई मन्दिर अभिषेक हाम्रो यहाँ हिरो भने अभिषेकले केही भन न यार भिडियोमा राजेश यता हेर केही भन हल्का हल्का डर लागेको छ हल्का हल्का डर होइन पुरै डर लागेको छ राजेशलाई ल अब हामी जान्छौँ तालबाराई मन्दिरमा अनि त्यहाँबाट भिडियो कन्टिन्यू गर्ने लगाइ हामी चाहिँ तालबाराई मन्दिरमा आएको छौँ होइन अहिले तालबाराई मन्दिरमा हामीले फोटोसोटो खिचिसक्यौँ यहाँ मन्दिर रेनोभेट पनि हुँदैरहेछ पास्ट प्रिभियसली आउँदाखेरि यस्तो थिएन तर अहिले एकदम रेनोभेट चलिरहेको रहेछ होइन ल गाइज हामी चाहिँ तालबाराई मन्दिरबाट भर्खर निस्केका छौँ र अब हामी फर्किँदैछौँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ पर 20 मिनट जति बोटिङ गरेर हामी पुग्छौँ होइन अनि यो चाहिँ हाम्रो ब्याक साइडबाट भ्यू लुक एट दिस गाइज फेवाताल अल इन इट्स मेजेस्टी ल गाइज के छ खबर दुईजना यहाँ डराएर त्यहाँ छेउको नि छोडेको छैन यार फेवाताल इन अल इट्स मेजेस्टी है गाइज बबाल गाइज अहिले चाहिँ हामी वर्ल्ड पिस प्यागोडा पोखरामा आइपुगेका छौँ होइन हामी योभन्दा अगाडि चाहिँ छाङ्गे झरना डेभिस फल्स र महेन्द्र होइन गुप्तेश्वर महादेव त्यहाँ आसपास रहेको केप गएका थियौँ त्यहाँ चाहिँ भिडियो भ्लगै कन्टिन्यू गर्न पाएन होइन किनभने भोक लागेको पनि थियो अनि आज एक दिनमा धेरै ठाउँ भ्याउने भन्ने भएर हतारमा दृश्य अनि हामीले थकालीमा एक थाल खाना खाएको भेजको 300 चिकनको 500 अरे बा सो एक्सपेन्सिभ अनि हामीले खाएर हिँडिरहेछौँ केटाहरू हिँड्न सकेको छैन यार यहाँ केटाहरू हिँड्न सकेका छैनन् बोल्न सकेका छैनन् हिँड्न त परेको कुरो त्यस मै छ यार एउटा अलिकति फुर्तिलो फार्तिलो ल माथि पिस प्यागोडामा जाउँ अनि त्यहीँबाट भिडियो हेरौँ सो हेलो गाइज हामी चाहिँ अहिले पदम कोट हो कि के कोट पुम्दीकोट जहिले नाम बिर्सिन्छ पुम्दीकोटमाथि आएका छौँ होइन अघि नै हामी पिस प्यागोडा गएर आएको र अहिले चाहिँ हामी पुम्दीकोटमा यहाँ शिवजीको मूर्ति त्यहाँ छ सो हामी त्यहाँ हेर्न गइरहेछौँ हामी तिनजना जस आज म्याक्सिमम् डिस्टेन्स कभर गर्ने भनेर आएको होइन अनि म्याक्सिमम् डिस्टेन्सै कभर भइरहेको छ तर विथ वाट कस्ट भन्दाखेरि विथ फुल कस्ट अफ एक्जस्ट
एक्जस्टन के अरे भन्न नि आएन एक्जस्टन भने कि त्यो थकित क्या थकित पुरा थकित भएर हामी यहाँ 5वटा ठाउँ घुम्न आँटिसक्यो यो पुम्दीकोट चाहिँ मेरो फर्स्ट टाइमै हो होइन पोखरामा र केटाहरूको पनि अभियसली फर्स्ट टाइम हो मेरो पनि फर्स्ट टाइम हो होइन सो लेट्स सी के हुन्छ आई विल सो यु फ्रम द ब्याक क्यामरा ब्याक क्यामराबाट चाहिँ यस्तो देखिन्छ होइन देयर इज द शिवजी स्ट्याचु एन्ड हियर इज शिवलिङ्गको इन्ट्रान्स गेट इन्ट्रान्स गेट छ होइन आवाज चाहिँ एकदम थकित आइरहेको होला किनभने म एकदम एक्जस्टेड भइसकेँ होइन र यहाँ चाहिँ यस्तो देखिन्छ फ्रम टप त्यो चाहिँ मेन इन्ट्रान्स गेट है त्यो शिवजीको मूर्तिहरू भएको सो यो चाहिँ मेन इन्ट्रान्स गेट हो ओ माई गड लास्ट भिड रहेछ यहाँ पुम्दीकोट यस्तै छ र यहाँ चाहिँ एकदम ठुलो मूर्ति छ हामी चाहिँ यहाँ फोटोसोटो खिचेर अब अघि बढ्नेछौँ गाइज हामी चाहिँ माथि आइसकेको छौँ यहाँ माथि हामी शिवजीको मूर्ति देख्न सक्छौँ र अब हामी यता घुमिरहेछौँ कस्तो टेरिबल हिट छ यहाँ त्यही भएर के भन्छ ननसेन्स यत्रो माथि यार सर्प कहाँ आउँछ यार म त केही भयो होला सोचेको विषय टेन्सन दिँदा सो हामी चाहिँ यहाँबाट आयौँ होइन जस्ट यहाँभित्र रुम जस्तो रहेछ अनि यो चाहिँ ब्याक साइड अफ शिवजीको अनि इज द इन्टायर भ्यू अफ फेवा लेक फ्रम द टप योभन्दा यो जुन छ नि योभन्दा यता पनि फेवा तालहरू थियो होइन बट अस्ति न खै के 1/3 सुक्यो हो कि के भएको थियो नि यता मात्र रहेको छ क्या फेवा तालले यता चाहिँ सबै खाली भएर रहेछ गाइज हामी पुम्दीकोटबाट चाहिँ अब बिदा लिइसकेका छौँ होइन त्यस गर्मीमा ज्याकेट तातो सातो लाएर मलाई हेरेन मलाई झन् अभिषेक त्यहाँ मुस्ताङै हिँडे जस्तो गरिरहेको केटाहरू त झन् मुस्ताङ मुतिनाथै पुगेर हाने जब यहाँ पोखराको पुम्दीकोटमा यस्तो गर्मी छ भने ठिकै छ ओभरअल आज रमाइलो नै भयो हामी सुरुमा कहाँ गयौँ फेवातालको बाराई मन्दिरबाट त्यो गुफा गयौँ के अरे के गुफा त्यो बिर्सेँ मैले अनि त्यो गुफा पछाडि डेभिस फल त्यहीँ आसपासको डेभिस फल अनि त्यहाँ पछि प्यागोडा पछि यहाँ माथि आयौँ यो के अरे पुम्दीकोट यहाँ आइपुग्यो सो यतिवटा ठाउँ चाहिँ आज हामीले एक्सप्लोर गर्न भ्यायौँ अब चाहिँ हामी आफ्नो होटेल जान्छौँ र होटेल गइसकेपछि त्यहाँबाट 1 घन्टा रेस्ट गरेर फेरि के अरे फेवाताल पछि अर्को बेगनासताल र रुपाताल फेरि त्यहाँबाट जान्छौँ भनेर चाहिँ सोचेको लेट्स सी के हुन्छ है त हेलो वेलकम ब्याक एभ्रिवान वेलकम टु आवर ब्लग इज मी वन्स अगेन विथ न्यू अपडेट होइन अब चाहिँ हामी बेगनासतालमा आएका छौँ होइन त्यो लास्टको एन्टर रेडियो चाहिँ हाम्रो रेन्टल स्कुटर हो होइन ओ भाइ फेवाताल भन्दा राम्रो छ कि हो बेगनासतालमा आएका छौँ होइन हामी यस्तो दामी छ लुक एट द भ्यू ओहो कुलेखानी जस्तो लाग्यो यार मलाई यहाँ आएपछि कुलेखानी प्लस धापड्यामको कम्बो भनेको बेगनासताल सी गाइज गर्ने भए गरौँ सो लुक एट दिस गाइज लुक एट दिस बेगनास लेक त्यहाँ बेगनास लेक लेखेको छ बेगनास लेक सो वी आर इन द बेगनासताल है जस्ट धापड्याम र कुलेखानीको मिक्स जस्तो फिलिङ चाहिँ आयो मलाई किनभने यो धापड्याममा पनि यस्तै हुन्थ्यो नि त ढुङ्गा बिछाएको कुलेखानीमा को जस्तो वाटर छ त्यही भएर मिक्सचर कस्तो लागिरहेछ गाइज तिमीहरूलाई आज हामीले जस कतिवटा 5-6वटा प्लेसहरू भिजिट गरिसक्यो है एकै दिनमा गरौँ यार त्यो 4वटा त्यो 2टा 4वटा गरौँ यार 4वटा गऱ्यौ 5वटा गरौँ बा लेक साइड गुफा अनि त्यसबाट डेभिड फल्स माथि डाँडामा 2टा बा जस राजेशलाई सब कन्डै छ यार न्यू भ्लगर इन टाउन गाइज अभिषेक के छ यार भन न यार तिमी स्कुटर नकुदाउने बाइक कुदाउनु नकुदाउने के हो यार तिम्रो पारा यार सधैँ बस्नु पर्यो जस्तो लागिरहेछ अब के गर्नु अब ब्रान्चबाट ट्रान्सफर आउन लाग्यो भने पोखरा ट्रान्सफर गर्दै भन्नुपर्छ है त्यही भन्नु पर्ला सर मैले नि त्यही भन्ने भनेर विचार गरिसकेको छु दाइ अब मेरोमा क्यामेरा चाहिँ फर्काउनु मिल्दैन म त ससुराली नै यतै बनाऊँ कि अब आफै नै यतै सरौँ भन्ने जस्तो भइरहेको त्यही पनि अब हामी बेगनासताल घुम्छौँ होइन अनि त्यसपछि हामी अपडेट गर्छौँ है त
सो गाइज हामी चाहिँ के अरे बेगनास तालबाट रूपाताल जान लागिरहेको थियौँ होइन अनि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यस्तो दामी पिच रोड होइन यस्तो दामी पिच रोड देखाएको थियौँ अनि हामी सबैजना मिलेर यहाँ फोटो खिचिरहेको छौँ क्या लुक एट दिस गाइज यस्तो दामी छ होइन पिच रोडमा हामी फोटो खिचिरहेको छौँ केटाहरू पनि यहाँ पुरा फोटो खिच्नलाई रेडी भइरहेको नि यहाँ गाडी उडाएर गयो यार पुरा 4:30 भइसक्यो अब हामी लाग्नलाई रेडी भइसक्यो म पनि यही हो मेरो नाम चाहिँ अभिषेक भुजेल म चाहिँ एनसिसीमा पढ्छु अनि ऊ चाहिँ राजेश खतिवटा ऊ चाहिँ जिएमसीमा पढ्छ ऊ चाहिँ रिजन वास्तोला ऊ पनि एनसिसीमा पढ्छ अनि हामी चाहिँ अब के भन्ने यो एउटा के भन्ने यो कोइन्सिडेन्टली हामी यहाँ पोखरा घुम्न आयौँ झुक्किएर रमाइलो भयो एक्सपेक्ट गरिएको भन्दा बढी रमाइलो भयो तपाईँहरू अब यताको अरू के देखाउनु अब यहाँनिर त्यही मासु पोलेको मात्रै छ बियरको कुरा मात्रै गर्ने छन् त्यस्तो केही छैन लेग साइड पनि भर्खर घुमेर सकियो अब आज चाहिँ जस एकदमै धेरै ठाउँहरू घुम्यो समग्रमा सबै रमाइलो नै भयो राजेशले हँसायो अब भोलि गाडीमा कति हँसाउने हुन् आउँदाखेरि हँसाएर झन्डै हार्ट एट्याक भएन त्यस्तै छ रमाइलो नै भयो त्यही हो लगाइ आजलाई चाहिँ यति नै थियो हाम्रो पोखराको फेरि अर्को भ्लगमा मिलाउँला गुड नाइट सी यू कोही फेरि मोटो बद्लुको याद आयो यार देऊ न त्यो सो गाइज आजलाई यति नै फेरि अर्को भ्लगमा भेटौँला गुड नाइट टाटा सी यू शुभरात्रि लास्टमा मलाई मोटो बद्लुको याद आयो यार